राम्रो न राम्रो छ रोटी पनि भेटाएर होला सेलरोटीमा दुलो कसले बनायो ए फाइनली रोटी आलुमा आइदिएर पलाएको जस्तो रोटी अब जरा भनेर त पैसा ल एकचोटि फोटो खिचौँ ल अब माइदिएर ल रोक्नुमा साइन रोक खाली फोन नजलाई नानी टीका त के अरे निधारमा होइन टाउकोमा पो छ खोइ त सबैलाई भेट भएको तपाईको गीतै सकेको छैन अनि छिटो जानु भनेको होइन गीत सुनेर मात्रै अझै सबैलाई अहिले चाहिँ हामी लोसार मान्नुको लागि कोसेली सोसेली बोकेर सबै कोसेली पात बोकेर हामी चाहिँ हाम्रो दाजुहरूकोतिर टिका लाउन जाँदैछौँ हामी सबैजना दाजु भाउजू यो चाहिँ भाइरल कोट हो भर्खर लो पनमुला भर्खर सिक्दैछु भर्खर लो पनमुला यहाँ मगरलाई झामे तासिनम तामाङ खेन खासिनम बिउले तामाङला ngaचाङ हो तामाङला चाङ मगरला पनमुला मगरला खुएन तामाङला खुइ मगरला जाने दाजु त अलिअलि कान्छामा क्या छ भाउ आई तामाङ दसैँ नखा होला आई बा फेरि तामाङ काके चाङ्से मात्रै लोपलाई चाक मैले देख्छ भनेको आँसु पनि झुन्डाउँ न त्यहीँ ल्याएर बरु बुढी मान्छे बदल चाहिँ ऊ खुस्केला जस्तो छ कि तपाईँहरूले जन्ती जत्तिकै लर्केताद भएर उकालो लाग्दैछ भनेर कहाँ गएको होला भनेर सोच्दै हुनुहुन्छ होला अघि पनि मैले भनेको थिएँ हामी चाहिँ बाजेहरूकोमा टिका लाउन जाँदैछौँ अलिकति टाढै हो नि त हाम्रोबाट कति त्यस्तै आधी घन्टा लगभग त्यस्तै आधी घन्टा लाग्छ होला हौ बाजेहरूकोमा जाँदाखेरि चाहिँ अलिकति उकालै पर्छ क्या हामीलाई चाहिँ अनि त्यही भएर कस्तो गल्ती पनि रहेको थियो अनि ठ्याक्कै अब चाहिँ बाजेहरू घरमा पुग्न आँटेमा हामी माथिबाट चाहिँ थुप्रो पाहुनाहरू पनि आउँदै हुनुहुन्थ्यो लोसारमा चाहिँ हामी सबैकोमा टिका लाउन जान्छौँ अनि माथिबाट चाहिँ पाहुना कति धेरै आइरहनु भएको थियो अनि हाम्रै रिलेटिभहरू हुनुहुन्छ उहाँहरू पनि अब लगभग अब हाम्रो भेट हुने बेला भयो लु
पालो गर्दै अब पालो गर्दै ल लाभा पनि झरिहाल्छ नि ल तल्लो गाउँतिर माछा गाउँतिर बसेर हुँदैन तपाईँ आउनु पर्दैन बाटो राम्रो छ उताबाट होइन अनि फाइनली अहिले चाहिँ हामी 1 घन्टाको हिँडाइ पछि चाहिँ 1 घन्टा होइन सरी आधी घन्टाको हिँडाइ पछाडि चाहिँ फाइनली अहिले हामी बाजेको घरमा आइपुग्यौँ आइसक्यौँ टिका लाउनलाई यो चाहिँ हो बाजेको घर वरिपरिको नजरा तरले कुरो कता काट्छ भन्ने कुरो तरले पर अनि कुरो बुझ्नेले त्यसरी बुझ्छ यो त राम्रो कुरो छोरा पो त आउँछ त नभए को आउँछ बज्नुहुन्छ होला त भित्र एउटा कुकुर पनि आउँदैन भित्र आउनुहुन्छ बाजे माथि जानु घुम्नु बाबा मम्मी तिमी यता आउनु पर्यो निस्कि अरू यता अनि जानु तपाईँहरू छोड्न तिमीहरू निस्क्यो अब एकचोटि ठुलो ठुलो सानो सानो हुँदै आउनु मिल्ने त्यो आफै जानु दिदी जानु अलिअलि यता यता सर्नु एउटा सोधेको रहेछ ऊ 5 वटा हुनु जग्गा धनी छ कि सबैभन्दा धेरै जग्गा जमिन भएको मान्छे उसको बुहारीसँग आइरहेको अब त जम्दैन नानी आँखा पनि देख्दैन कान पनि सुन्दैन होइन मिला छेछाकै खसु ज्यालुङ दोङा ब्रङब्रङ हिङबा चकचक गोगल फराफुरु खसु डान्डुन लाखुङ लाखुङ ला आइदाना ज्यादाना पर्तन कान्दा हङ नटलाई छादै तिमी चिरञ्जीवी लाखुङ लाखुङ ला राउने बिर्सी चाहिँ कोही खुन्चेला भयो यसलाई भयो साइलीलाई खुन्चेला आउनै छोडेर माइली साइली लुन्दुर अरे के भन्छ भन्छु लन्दर भन्छ लन्दर कि लन्दर भनिरहेको तरिकाले बन्ने हो पहिले ढेँडो खाएको पावर होइन फाबरको ढेँडो खाने मान्छे हो कि डोनरले त फाबर ढेँडो खान्छ त लोकल कुखुराको सपेटा ढिला यस्तो खान्छ त दुई प्लेट भए पनि राखेर तर रसिलो हुन्छ रसिलो चाहिँ रसिलो हड्डी हुन्छ त्यो उसले लेटार दिन्छ उडार दिन्छ आउनु भएछ फेरि फाइनली अहिले चाहिँ हामी टिका लगाएर पनि खानापिना भएर पनि अहिले चाहिँ हामी उरालो लाग्दैछौँ अघि आउँदा चाहिँ उकालो थियो भने अहिले चाहिँ हामी एकदम
टन्नै चिउरा भुजा मासु खाएर ओह्रालो झर्दैछु मैले चाहिँ। अब हामी घर पुगेर पनि फेरि अर्को बाजेकोमा टिका लाउनु जानुपर्ने हुन्छ। अब हामी कहाँ कहाँ जान्छौँ के गर्छौँ यो भिडियो मार्फत तपाईँहरूलाई देखाउने नै छौँ। सोनामलो छर्छु याङला छर्नालाई सोनामलो छर्छु याङला छर्नालाई नाराङा नोबो नोबा गाङराङ रेनालाई ए सोनामलो यो चाहिँ मिक्लाजुङ 4 जितपुरेमा छ। यो गुम्बा चाहिँ यो चाहिँ हाम्रो तामाङ समुदायको गुम्बा हो। यो चाहिँ अनि अर्को बाजेको घरमा जाँदाखेरि यो गुम्बाको बाटो जान्छौँ हामी। अनि त्यही भएर यहाँ थोरै भिडियो लिएको गुम्बाको हामीले चाहिँ। अनि म चाहिँ यहाँ छु। अहिले चाहिँ हामी कान्छा बाजेकोतिर टिका लाउन जाँदैछौँ। कान्छा बाजेकोतिर जाँदाखेरि चाहिँ ओह्रालो पर्छ। त्यहाँ ओह्रालो चाहिँ बाटो पर्छ है। अघि चाहिँ अर्को बाजेकोमा जाँदा उकालो थियो भने अहिले अर्को बाजेकोमा जाँदा ओह्रालो पर्छ भन्नु। त्यतिर टिका लाउन जाँदैछौँ गाइसहरू। यो चाहिँ माइजूहरू घर सबै बिग्रेछ नि भत्केछ। फाइनली अहिले चाहिँ हामी कान्छा बाजे घरतिर आइसक्यौँ। ठ्याक्क कान्छा बाजे घरतिर पुग्दाखेरि चाहिँ ठ्याक्कै साँझ पऱ्यो क्या। अब अँध्यारो भयो। खासै भिडियो पनि लिएको छुइनँ मैले। अब तीनजना सिन्डीहरू टिका लाउनुको वेटिङमा बसिरहेको ओइ अन्नको सामाङ दानको सादिन धनको लपेनो धनको लपेदान दिनु अरे पिनो नरला वाङ पिनो मिला छे पिनो छे मेन्द छे बरङ पाडा मेन्द सार बरङ खसो दान ब्लाला ब्ला साथे सिरा चाले सिरा बाँधिलं कोम चाले कोम बाँधिलं जाँगा मान्छे बत्ती चाहिँ कुण्डाली बाँधिलं सिरा सातो बाँधिलं सिरा बाँधिलं बत्ती चाहिँ कुण्डाली बाँधिलं जस्तो चितायो जाओस् भनेर आज मैले दिएको ढाकको लङ्ला दे ढाकको ठेल्न जुदोला डेमा ढाकको लङ्ला ठेल्न जुदोला पापी पखण्डी लङ्ला ठेल्न जुदोला बोक्सी बामती लङ्ला ठेल्न जुदोला आँखी डाई लङ्ला ठेल्न जुदोला पापी पखण्डी लङ्ला ठेल्न जुदोला जु खाल्चे पिन्बा असिक बिसम जु आँखे मे च्याप्चे पिन्बा असिक ठीक है जाजा माता साबराङ साबतोलहरु बेसेनम चिरञ्जीवी आए वरदान सादरहरु सतुरा हार इष्ट मित्र दाइना लासिनम सादरहर बेसेनम जु नि जु बेउली आँखे से नयाँ बेली आयो खाल्लाहार सतुर्लाहार ताकाइरो इष्टमित्र दाइन ताकाइरो ज्याबा खाल्ला माधुगु खाकाइरो ज्याबा खाल्ला माधुगु खाकाइरो आजबा खाल्ला माधु खाजी ब्ल्याक पसिसन लगाइरो ज्वाइँ भन्दै हुनुहुन्छ आजबा खाल्ला माधु खाजी ब्ल्याक पसिसन गाबोरो बेसिनम तेनी चो बाजे से पिनमा हसी लाग दिसिनम लागोस् भन्दै हुनुहुन्छ तीनजना लाउरे नो तेनी आँखे से असी पिनमा हेरी भिरी आन्यो डोंगरी आन्यो भिरी पाब्ला दोंगम रिल्ला भिरी आन्यो डोंगरी आन्यो बेसिनम आँखे से पिनमा असी लाग्दैछ त्यसलारो यसो पाखरे आन्यो दिमला वरिपरि घुम आदिउ बेसिनम आँखे से पिनमा असी लाग्दैछ त्यही
Ayo, sudah नुमालाई गएर नुमा नुमा बेवा ढोलमा चाहिँ नुमा बेवा ढोलमा मेरो त अहिलेसम्म गाङ्ला टिका पनि जाबा जाबा मा तागाइरो जाना तोरमा जस्तो यस्तो गरिरहेको आयो त्यस्तो विषयम सो आकेसे पनि वासी नौ दुर्गा लाग्दिला र विषयम मजा सपना ini ayo gordan jadan tadalaro lesenam ini cunga sepen masikaina nau durga tiri bansa ताजा आज फोटो खिचेको छ उसको चाहिँ पछाडिका नानीलाई कान्छीलाई कान्छीलाई खोयो अघि सक्नु नमस्ते ढोक्दिया नमस्ते ढोक्दिया नमस्ते ढोक्दिया तिनीहरू त उता आन्टीहरूलाई पनि ढोक्नु सबै आँसुले मात्रै पर्दैन अरू सबैले टोटल ल्याब नमस्ते ढोक्दिया पालो 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 बिस्तारै उहिले त खुट्टामा लान्छ क्या ल तिमीहरूलाई चाहिँ उता पर यतै पस बाजे नाच्नु हाम्रो बाजेलाई गीत लगाइदिनुपर्छ बाहिर छ खोइ राम्रो नाच्छ खोइ रुकुमैकोट आउनु हो आउनु त आउनु आउनु बाजेलाई अप्ठ्यारो भयो यता फर्किन यता
गीत गाउनु पो हुन्छ होला भनेको त कापी मच्छर कै नानी अर्की डरी तान्छ नहाँस्नु पर्छ कापी मच्छर कै नानी नानी त म त होइन तँलाई भाले बजेको नानी सामान सोचेको दिनको राम्रो झोला नि उहिले त नानी थियो तपाईँको पालो हो कति मजाले टुक्रा टुक्रा होइन कति चाहिँ आउँदो रहेछ फेरि भन्नु न बोल्नु हामीलाई त आउँदैन कालोलाई अचार कसलाई का मरेको छैन माइती यही पनि छँदैछ अब यता बल्छीको पालो चुप लाग्नु न निमनै दुमन गनेर माइतीसँग पनि भनेर जसले जलान्तै आइपुगे म पनि फाल्दै किन एकछिन ग्याप धाराको पनि भइहाल्छ आइपुगेपछि नि भइहाल्छ अब यता चेलीको पालो बल्ल बल्ल आएको चेलीबेटी होइन आसु अब घमाइलो रमाइलो माइती र चेली रमाइलो यता फर्केर अहिले एकछिन भात खाइसकेर खेलौँ न नातिनीहरू छ बुहारी छ त्यही राख्नु आन्टी त्यही राख्नु न त्यही राख्नु